हेलो 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 गाइस, खाडी लाउरे चाहिँ आज भर्खरै उठेर अब ब्रुस गर्दैछ। अब ब्रुस गरेर चाहिँ ड्युटीको लागि रेडी हुँदैछ। नमस्कार नमस्कार, स्वागत छ है, स्वागत छ तपाईहरुलाई। तो चलिए शुरू करते हैं। यो खाडी लाउरेको ब्लगमा के गर्दै हुनुहुन्छ, सन्चै आरामै हुनुहुन्छ होला भन्ने आशा छ है। अब चाहिँ ब्रुस गरेर त्यसपछि ड्युटी जानुपर्छ। म के गर्छु हजुरलाई सबैलाई देखाउँदैछु है। सबै म चाहिँ दिनभरि के काम गर्छु है। अनुहार देखाउनु हुन्थ्यो, अनुहार देखाइन्छ जस्तो छैन। मेरा तो इतना लाइफ खराब हो गया है, इतना लाइफ खराब हो गया है मेरा। अब चाहिँ म तपाईहरुसँग सर नुहाइसकेपछि भेटिन्छु है। हजुरहरु चाहिँ यतै बस्दै गर्नुस्। हाय गाइस, खाडी लाउरेले चाहिँ नुहाएर अब सकिसक्यो। अब वाइपर हान्दैछ खाडी लाउरेले। ओहो, पुरा भागलगी लायो त, कसले सम्झ्यो यस्तो गरेर। अनि सुनाउनुहोस् गाइस, अरु के गर्दै हुनुहुन्छ, के गर्ने। यसरी चाहिँ मैले अब यसलाई सफाइ गरेँ पहिले, अनि अब फेरि यसपछि अब चाहिँ मैले ट्याक्क लाएर अब नुहाइधुइ गरेर सफाइ गरेर अब चाहिँ हो फेरि बाटो गुल्की लाग्यो। अब चाहिँ यता रुमको सफाइ गर्नुपर्छ। यसलाई चाहिँ आफ्नो ठाउँमा भाडुल्की आएको आइ गऱ्यो हो, किन अब ठक्क फेरि रुमको सफाइ गर्नुपर्छ। हिजोको बेलुका खाना खाएका सफाइ गर्नुपर्छ, भाँडाहरू यताउति। ल है गाइस, यसरी गर्नुपर्छ काम। अच्छा ठीक है। के गर्नु, परदेशमा यस्तै हो। खाडी लाउरे बनेपछि कामहरू सबै गर्नुपर्छ। यसरी बडाल कुडाल गरेर के गर्ने, यस्तै त हो नि गाइस। पहिला वाइपर हाने, अनि अहिले फेरि भित्र रुम सफाइ गरेर फेरि धुलो यहाँ आयो। त्यही त हो, बुद्धि भ्रष्ट भएको धरतीको बोझ मान्छे भए यस्तै हुने रहेछ कि। ओहो, आज मलाई चाहिँ याद गरेर मान्छेले सटाउने भए। यसलाई चाहिँ यसरी यहाँ लगाइदिने, अनि लगाएपछि अब चाहिँ ड्युटी जाने तयारी। म हजुरहरूलाई मेरो रुमको बाहिरको भ्यू पनि देखाइदिन्छु। हाँ ये कर लो पहले, बड़े लोग हैं पहले ऐसे करते होंगे। टक्क लगाएर
यो चाहिँ हामी बस्ने रुम चाहिँ यहाँ छ 7th फ्लोर हो अनि यहाँबाट चाहिँ बाहिरको भ्यू चाहिँ यस्तो देखिन्छ बस्नेको रुमबाट चाहिँ खाडी लाउरे बस्ने रुमबाट चाहिँ भ्यू यस्तो देखिन्छ हेर्नुहोस् भाई साहब कुछ ज्यादा नहीं हो गया ये? मतलब क्या बात कर रहे हैं? ल तपाईहरुले भ्यू हेर्नु भयो होला हैन यस्तै हो ओमनको खाली लाउरे बस्ने ठाउँ यस्तो छ अब चाहिँ मेरो ड्युटी जाने समय भइसकेको छ त्यही भएर अब ड्रेस लगाउनु पर्यो ड्रेस लगाएपछि बल्ल ड्युटी जाने हो ड्रेसहरु राख्नेको पनि अब उ छैन हैन यस्तै भएको छ है के गर्नु खसेको चाहिँ तल अनि अब ड्रेस यसरी लगाइन्छ मैले ड्रेस लगाइसकेँ अब चाहिँ म फेरि तेल लगाउनु पर्छ तेल पनि सकिसकेको छ तेल किन्नु छ अब तेल लगाउँछु म अनि त्यसपछि ड्युटी जान्छु अब चाहिँ म तेलहरु लगाएर कपाल सपाल फोरेर टक्क रेडी भए लाइट साइट बन्द गरेर अब ड्युटी जानु पर्यो अब ड्युटी जाने हो अब चाहिँ ड्युटी जाने समय भयो अब खाडी लाउरे जाँदैछ अब चाहिँ ड्युटी जाँदैछ अब खाडी लाउरे जान्छ ड्युटी यो चाहिँ हल हो हाम्रो यहाँबाट चाहिँ अब आयो बाहिर अब जानुपर्छ ड्युटी जुत्ता लगाएर ड्युटी जानुपर्छ अब म रेडी भइसकेको छु भिआइपी जुत्ता लगाएर अब भिआइपी जुत्ता लगाएर सट्टिसकेको अब यहाँ प्रेस गरिन्छ अनि अब यो लिफ्ट आएपछि चाहिँ ड्युटी सर गइन्छ मेरो चाहिँ आज 3 बजेको ड्युटी छ सेकेन्ड ड्युटी छ अब चाहिँ गइन्छ आइयो अब यहाँबाट छिरो अनि अब यहाँबाट यसरी गइन्छ अब हामी आइसकेका छौँ गाइस अब चाहिँ जिरो मालूम है तेरे बाप को मत सिखा चल हामी चाहिँ आइसक्यौँ अब चाहिँ यहाँबाट सर बाहिर गइन्छ यहाँबाट चाहिँ जाँदैछौँ यहाँबाट बाहिर आउँदा यहाँ चाहिँ एउटा बिल्डिङ बन्दैछ ठुलो बिल्डिङ बन्दैछ तपाईँहरुमा देखाइदिन्छु म जाँदैछु कर्मठलतिर के गर्नु गाइस यस्तै त हो हजुरहरूले भिडियोहरू लाइक कमेन्ट सब्सक्राइब गर्नु पर्यो के हो गाइस खाडी लाउरेलाई सपोर्ट गर्नु पर्यो सहयोग गर्नु पर्यो अब खाडी लाउरे युट्युबमा ब्लग बनाउँदै हान्ने भन्दैछ कि ज्यादा नहीं हो गया मतलब कुछ भी अब यहाँ यसरी जाँदैछु म यसलाई मेरो काममा जाने बाटो हो गाइजहरू पनि तपाईँहरूलाई चाहिँ अरे कहना क्या चाहते हो? नेपाली गाना सुन्नु मन लाग्छ भने चाहिँ नेपाली गाना लगाइदिन्छु म ब्लगमा है तपाईँहरूलाई अब जस्तो ठिक लाग्छ त्यस्तै गरिदिन्छ है खाडी लाउरेले चाहिँ ढुक्क भएर यो चाहिँ अब यहाँको बिल्डिङ हो यहाँबाट धेरै लाग्दैन 2-3 मिनट जति लाग्छ अब म आइसकेको छु
ल गाइज अब चाहिँ म आइसकेको छु म चाहिँ अब ड्युटी आइपुगिसकेँ है ड्युटी आइपुगिसकेँ म चाहिँ त्यसमा हो मैले काम गर्ने चाहिँ अब हजुरहरू स्वस्थ बेस्ट मस्त रहनु होला ये बड़ी अच्छी बात है भेटौँला फेरि अर्को ब्लगमा सानो सानो ब्लगमा के गर्नु धेरै राम्रो राम्रो बनाउन आउँदैन मलाई पनि समझ रहे हो आप है सिक्दैछु हजुरहरूले साथ सपोर्ट दिनुभयो भने चाहिँ एकदम राम्रो राम्रो भिडियोहरू यताउति म बनाउने छु अहिलेको लागि चाहिँ म छुटिन चाहन्छु ल सबै साथीहरूले चाहिँ लाइक कमेन्ट सब्सक्राइब सेयर गर्नु होला है यति ठुलो बिल्डिङ छ यो बिल्डिङको यता सामने चाहिँ यो छ सानो होटल यसमा चाहिँ मैले काम गर्छु है शाबाश बेटा बहुत बड़ी ल अहिलेको लागि चाहिँ हामी ड्युटी जान सुरु गऱ्यौँ यो चाहिँ ड्युटी आयो खत्म बाय बाय टाटा गुड बाय गया